नमस्कार, म करुणा राई र आज हामी कुरा गर्नेछौँ अटिजम भएको व्यक्तिहरूमा हुने अन्य शारीरिक मानसिक अवस्थाहरूको बारेमा र यसलाई भनिन्छ कोमोर्बिडिटी अथवा सहरोगहरू। यसको मतलब हामीले बुझौँ कि अटिजम एक्लै हुँदैन, योसँग अन्य क्लिनिकल समस्याहरू पनि हुने गर्दछ र यी समस्याहरू के हुन्छन् त एउटा रहेको छ एडिएचडी, अर्को रहेको छ एन्जाइटी, डिप्रेसन र स्लिप डिसअर्डर। एडिएचडीमा चाहिँ अटिजम भएको व्यक्तिहरूलाई चाहिँ अटेन्सन गर्न गाह्रो हुने, हाइपर एक्टिभिटी हुने गर्दछ। एन्जाइटीमा चाहिँ अटिजम भएको व्यक्तिहरूलाई चाहिँ नयाँ इन्भाइरोमेन्टमा गाह्रो हुने र सोसल सिचुएसनमा चाहिँ गाह्रो हुने गर्दछ। र डिप्रेसनको कुरा गर्दाखेरि जब अटिजम भएको व्यक्तिहरूको उमेर बढ्दै जान्छ त्यो बेला डिप्रेसन हुने चान्सेसहरू चाहिँ बढी हुने गर्दछ। र अर्को रहेको छ स्लिप डिसअर्डर पनि हुने गर्दछ।